हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी सिलगढीतर्फ जाँदै गरेको अनि सिलगढीमा जाँदा जाँदा चाहिँ हामीलाई भोक लागेर चाहिँ भोटेभिरमा बसिरहेर अनि खाना खानु लाग्यो। अनि खाना पनि ठिक्कै हाम्रो आएर चाहिँ अब हामी खाना खान लागेको। अनि मम्मीले चाहिँ सुक्टी राइस खान्छु भनेर भन्नुभयो। अनि मैले चाहिँ बफलेग खाएँ। अनि बहिनीहरूले चाहिँ सुपहरू के खाने भनेर खायो। अनि हाम्रो खाना पनि रेडी आइसक्यो। यामी यामी दामी दामी छ होइन। अब खाने लाग्ने होइन। ओभर भोक लागेको बेलामा अनि दोर्कासले म पनि खाने भन्दैछ होइन। अनि दोर्कासले पनि माम खाँदैछ। अनि हामीले मजाले खानाहरू चाहिँ यामी यामी दामी दामी गर्दै खाइरहेको छौँ अब। अनि हामी चाहिँ खानासाना खाइसकेपछि चाहिँ यता सिलगढीमा आइपुग्यौँ। हामी कति बेला आइपुग्यो थाहा पनि भएन होइन। अनि हामी चाहिँ यहाँनिर बडा गरमले गर्दाखेरि बाहिर कोरिडोरमा बसिरहेको छौँ। अनि दुईजना दिदीबहिनीले गफ गरिरहेको छ होइन। अनि सोलमी के दोर्कास पनि खेलिरहेको छ। अनि म चाहिँ चिल पाकाले रेडबुल खाइरहेको छु। अनि यहाँनिर चाहिँ बाबा बाबा भन्दै यहाँनिर दोर्कास पनि अनि हाम्रो छोरी चाहिँ अहिले घुमिरहेको छ सिलगढीमा। डुटी राम भएर त गरम प्याक भएर अनि हामी चाहिँ सम्पूर्ण भने मलमा आइपुग्यो होइन। अनि आइपुगेर चाहिँ हामी यहाँ सपिङहरू गर्नु थियो। अनि सपिङहरू गर्नुको लागि चाहिँ आएको छौँ। अनि यहाँनिर चाहिँ साडीदेखि लिएर सबै कुराहरू पाउँदो रहेछ। दामी दामी खालको पाउँदो रहेछ होइन। अनि यहाँनिर तपाईँहरू पनि आउनु सक्नुहुन्छ। दामी छ अनि सस्तो पनि पाउँदो रहेछ होइन। अनि सबै कुराको पाउँदो रहेछ। तपाईँ पनि आउनुहोस्, डु भिजिट।